सर लाएर त्यहाँ रहेछ कोतर्ने मलाई नदेखेको सबैले भन्छन् घमण्डी सबैले भन्छन् घमण्डी नगर नमरे प्यारी म कसैसँग बोल्दिनँ कहीँ जाँदिनँ होइन अनि मलाई मान्छेले घमण्डी चाहिँ भन्छन् क्या म अरू जस्तो किन हुनु पर्यो म अरू जस्तो म जस्तो छु ठिक छु मलाई अरू जस्तो हुनु पनि छैन मलाई अरू जस्तो भएर अरूको जस्तो देखावटी गरेर गर्ने मन लाग्दैन झगडा यही विषयमा हुन्छ क्या अरू जस्तो भन् अरू जस्तो भयो भन्ने के मलाई त्यस्तो गर्न मनै लाग्दैन पहिला कुरो वास्तविक कुरो त त्यही हो अरू जस्तो किन हुनु आफ्नो भाग्यमा जे छ त्यही हुने हो रोएर कराएर हुने के हो र आखिरमा केही नहुने रहेछ जिन्दगी यस्तै रहेछ मैले भन्दैमा मैले बोल्दैमा म रोएर कराएर अठाइ भन्ने को आउँछ कोही नै आउँदैन दिनभरि रुने हो काम गर्ने हो बेलुका भएपछि सिरागडा मुख छोप्यो रोयो बिहान उठ्यो हाँस्दै निस्क्यो त्यही हो अरू के नै छ र कहाँ जाने के गर्ने यति चाहिँ पछुतो हुँदो रहेछ आफै गएको र बाबुआमाले दिएकोमा धेरै अन्तर हुँदो रहेछ यति चाहिँ मैले कुरा बुझेँ अर्का घर गएपछि हाँस्न मनाइरहेछ रमाउन नपाइने रहेछ मनाइरहेछ सबै कुरामा वञ्चित हुँदो रहेछ मैले यति कुरा चाहिँ बुझेँ बाबुआमाले दिएको ठाउँमा अरू केही नभने रुन त पाइन्छ गएर दित मरुन्जेल रुन पनि नपाउने क्या म त कस्तो कर्म रहेछ खाउँ भने दिनभरिको सिकार नखाउँ भने कान्छा बाउको अनुहार भन्ने जस्तो कि मलाई ठ्याक्कै त्यस्तै छ मेरो जिन्दगी मेरो पैसा पछाडि भाग्दा भाग्दा कहिले आफै रित्तिन्छु आफै सकिन्छु थाहा छैन मान्छेले घमण्डी कस्तो घमण्डी रहेछ भन्छन् घमण्डी छु कि रोगीको भारी छु त्यो त मलाई थाहा होला होइन यस्तै छ जिन्दगी के गर्ने कसलाई भनेर के हुन्छ र मेरो जिन्दगी मेरो होला होस् कसैले बुझ्दैन अब डिप्रेसनको दबाई खाएर धानिएर औषधिको भरमा है कतिन्जेल चल्छ र कतिन्जेल टिक्छु र टिक्छु जस्तै लाग्दैन बाँच्छु जस्तै लाग्दैन कि कहिले काहीँ त साह्रै गाह्रो भएको बेलामा मर्छु कि जस्तो हुन्छ कि आजै रहेछ फेरि सास फुस्किने दिन आजै रहेछ अब अन्तिमै हो आज जस्तो लाग्छ कि मलाई चाहिँ त्यस्तो फिल हुन्छ अनि त्यस्तो फिल भएपछि साह्रो गाह्रो हुँदो रहेछ साह्रै गाह्रो कसले के गर्ने कसले भन्ने दिदी बहिनी दाजुभाइ इष्ट मित्र सबैलाई पैसा नै चाहिने रहेछ पैसा र ठुलो घर भयो पुग्ने रहेछ मैले गरेको दुःख मेरैले देख्दैन भने त अर्काले देख्ने कुरै भएन जसलाई नि पैसाकै कारणले केही न केही मतलबले फोन गर्ने तँलाई कस्तो छ न कसरी बसिछेस होइन तँलाई सन्चो छ कि बिसन्चो छ कि खाइछस् कि खाइएनस् कि भन्ने कोही नभेटिने रहेछ कोही हुँदो रहेछ आफ्नो यति चाहिँ स्पष्ट लाएर यो 14 वर्षमा जति बुझेँ नि यही 14 वर्षमा बुझेँ क्या मरेर जाउँ छोडेर जाउँ भने छोराछोरी छन् यिनको हेर्नुपर्ने बस्यो त आफू बस्न नसकिने मेरो जीवन मेरो भाग्य लेखेकै यस्तै रहेछ कसैलाई भन्न पनि सक्दिनँ कसैलाई सुनाउन पनि सक्दिनँ रुँदै सुन्छन् अनि हाँस्दै सुनाउँछन् त्यस्तालाई नि के भन्ने हो र आफ्नो दुःख कसैलाई सुनाउन मन लाग्दैन किनकि रुँदै सुनिदिन्छन् हाँस्दै सुनाउँछन् त्यहाँभन्दा बैरागी केही नै नहुने रहेछ
यही नै सत्य हो। काम गर्न पर्यो, अर्काको चाकरी गर्न पर्यो, कसरी हुन्छ के गरे हुन्छ त्यो गर्न पर्यो। भाइ अहिलेलाई यस्तो रहेछ लेखेका करीमा, लेखेका करीमा मेर्छु भन्दा मेटाउन सकिन, जति सक्छ उतारका मायालु, मैले छुँदा छोइन्छ भन्दा पानीले छर्का मायालु। हेर्नुहोस् त मिसिनमा त यस्तो डोरी पो बेरिएको रहेछ क्या बेसरी। यही पुरै मिसिनमा यस्तो डोरी बेरिएको। उडेर चम्की डाँडामा भन्छन् रेशम फेरि रे, रेशम फेरि रे, रेशम फेरि रे, उडेर चम्की डाँडामा भन्छन् रेशम फेरि रे। भाइ यो मोनिटर घटाइदिनु न अर्जुन भाइ। एकनाले बन्दुक दुईनाले बन्दुक मिर्गलाई ताकेको, मिर्गले मैले ताकेको होइन मायालाई डाकेको। एकनाले बन्दुक दुईनाले बन्दुक मिर्गलाई ताकेको, मिर्गले मैले ताकेको होइन मायालाई डाकेको। रेशम फेरि रे, रेशम फेरि रे। A few moments later. सत्य सेवा सुर
फर्केर आए खरानीबाट उठेर आए देशको लागि यो ज्यान दिन्छु तर यस्तो मार्न सक्दिन म देशको नेपाल प्रहरी हारिदिन सक्छु म आमाका लागि हारेर पनि सक्छु म खरानीबाट उड्न तर नागरिकको साथ म छाड्न सक्दिन नेपाल आमाका एउटै सन्तान अब त छाडौं तानातान हातमा हात कदममा कदम मिलाई सबै मिली अघि बढाऊ मुलुकलाई ल्याऊ ऐतिहासिक शान्ति र समृद्धि अब त त्यागौं झगडा र जिद्दी झगडाको साथो अपनाऊ संवादको सबैले जित्ने बाटो समुदाय र प्रहरी एक भई विश्वास र सहकार्यले पाइला अघि बढाउँदै बनाऊ नेपाल चिनाऊ नेपाल सधैँ पनि वीर गोर्खाली एकताबद्ध नेपाली एकता